हेलो साथीहरू, आज म फेरि थर्ड सेमेस्टरको क्रिमिनल लमा पढ्नुपर्ने एउटा इम्पोर्टेन्ट केस तीर्थ डङ्गोल भर्सेस हिज म्याजेस्टिज गभर्मेन्ट अफ नेपाल एनकेपी 2042 डिसिजन नम्बर 2355 लिएर आएकी छु। यो केस क्रिमिनल लको बोर्ड एक्जाममा धेरै पटक सोधिएको केस पनि हो र इन केस सोधेन भने पनि तपाईहरूले जनरल डिफेन्सको एक्सक्युजेबल डिफेन्सेस अन्तर्गतको इन्सानिटीमा तपाईले यो केस राख्न सक्नुहुन्छ। सुरु गर्नुभन्दा अघि पार्टिज टु द केस बुझ्नु जरुरी हुन्छ। यो केसमा पद्मराज जोशीले आफ्नी श्रीमती दमयन्ती देवीलाई बन्चरोले हानी मारेका हुन्छन्। जङ्गी सिंह साउदले जनप्रतिनिधिको नाताले जाहेरी दरखास्त दिएका हुन्छन् भने तीर्थ डङ्गोलले पद्मराज जोशीको स्वास्थ्य अवस्था ठिक नभएकाले उनको प्रतिनिधित्व गर्छन्। अब लागौं मुद्दाको तथ्यतर्फ। फ्याक्ट्स अफ द केसमा मिति 2036 साल 4 महिना 17 गतेका दिन अन्दाजी 4 बजेको समयमा छोरीलाई दूध खुवाइरहेको अवस्थामा पद्मराज जोशीले आफ्नी श्रीमतीलाई बन्चरोले हानी मारेकाले कानुन बमोजिम कारबाही गरिपाऊँ भनेर जङ्गी सिंह साउदले मिति 2036 साल 4 महिना 18 गते जारी दरखास्त दिएका थिए। प्रहरीमा बयान दिने क्रममा पद्मराज जोशीले पनि मिति 2036 साल 4 महिना 17 गते छोरीलाई दूध खुवाउन लागेको बेला मस्त निद्रामा सुती निदाएको अवस्थामा श्रीमतीको चरित्र केही खराब भए जस्तो लागेकाले श्रीमतीलाई मार्न सिवाय अर्को कुरा नसोची बन्चोरेले प्रहार गरी उनलाई मारेको हुँ र ठुलो स्वरमा श्रीमतीलाई मारेको हो भनेर कराउँदा बाबु शिवदत्तले थाहा पाएछन्। मार्ने मराउनेमा म बाहेक अरू कसैको सहमति छैन भनेर पद्मराज जोशीले भनेका थिए। बीच घाँटीमा बन्चरोले हानेको ठूलो घाउ र छाती तथा कोखी हिस्सामा रगतले लतपत भई सुकेको भन्ने समेत मिति 2036 साल 4 महिना 18 गतेको लास प्रकृति मुचुल्काले बताएको थियो। The body died of injury, mandible left upper chest and hemorrhage भनी उल्लेख भएको मिति 2036 साल 4 महिना 18 को लास जाँचको रिपोर्ट। पागल भएको कारणले मारेको होला भन्ने केशव दत्त भट्ट समेत अधिकांश सरजमिनका व्यक्तिहरूले गरेको मिति 2036 साल 4 महिना 23 को सरजमिन मुचुल्का। यस घटना सम्बन्धी पद्मराजका पिता शिवदत्तले यसो भनेका थिए। मिति 2036 साल 4 महिना 17 गते भन्दा 3-4 दिन अगाडिदेखि छोरा पद्मराज खाना नखाने, कम बोल्ने, आफ्नो सुरमा जथाभावी हिँड्ने, कहिले पागल जस्तो अनावश्यक बोल्ने, यस्तैमा 2036 साल 4 महिना 17 गते म धानबारीमा हुँदा एक्कासी मेरै घरबाट मार्यो भन्ने मानिसको आवाज आउँदा दौडी घर पुग्दा बुहारीको शरीरको माथिल्लो अङ्ग पुरै रगत बगी मरिरहेको अवस्था देख्दा बेहोस भएछु र केही बेरपछि होसमा आउँदा मानिसहरू जम्मा भइसकेछन्। पद्मराजले बुहारी दमयन्तीलाई सुतिरहेको अवस्थामा बन्चरोले हानी मार्नेमा छोरा पद्मराज बाहेक अरू कसैको सल्लाह र सहमति छैन भनेर उनले प्रहरीमा कागज गरेका थिए। पद्मराजलाई आफ्नी श्रीमती दमयन्ती देवीको चरित्र ठिक नभएको र उनको अन्य पुरुषसँग सम्बन्ध भएको अवस्था हुन सक्ने लाग्थ्यो। तर पद्मराजकी श्रीमती दमयन्ती देवीको बीच मेरो कुनै प्रकारको अनुचित सम्बन्ध छैन, पद्मराजले किन लेखाए भन्ने कन्जरे बोहराले प्रहरीमा गरेको कागज। त्यसैगरी मृतक दमयन्ती देवीसित मेरो अनुचित सम्बन्ध थिएन, मेरो जमिनको विषयमा झगडा भएको थियो, सोही रिसैवीबाट मलाई लेखाएको होला भन्ने पूर्णबहादुर बोहराको मिति 2036 साल 4 महिना 24 को प्रहरी कागज। तर मिति 2036 साल 4 महिना 24 गतेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आदेश बमोजिम पद्मराज जोशीलाई जाँच गर्दा स्किजोफ्रेनिया नामक मानसिक रोगले पीडित छ, उक्त अवस्थामा कुनै पनि अपराध गर्न सक्छ भन्ने कञ्चनपुर अस्पतालको मिति 2036 साल 4 महिना 27 गतेको पत्रले पुष्टि गर्छ। स्किजोफ्रेनिया भनेको एउटा यस्तो मानसिक रोग हो जसले कुनै पनि व्यक्तिको सोच्ने र महसुस गर्न सक्ने क्षमतालाई असर गर्छ। यसका लक्षणहरू डिल्युजन्सहरू आउने, हेलुसिनेसन्सहरू हुने जस्ता देखिन्छन्। अब यो मुद्दा कुन कुन तहको अदालतमा गयो र ती अदालतले कस्तो फैसला सुनाए भन्ने विषयमा चर्चा गरौँ। सुरुमा यो मुद्दा कञ्चनपुर जिल्ला अदालतमा गयो।
कञ्चनपुर जिल्ला अदालतले मानसिक असन्तुलनको कारणबाट दमयन्तीको हत्या गरेकाले निज पद्मराजलाई कुनै सजाय नहुने हुँदा प्रहरी प्रतिवेदन बमोजिम सजाय नगर्ने भनेर फैसला सुनायो। सुरु अदालतको इन्साफमा चित्त नबुझी श्री 5 को सरकारको तर्फबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्यो। प्रतिवादी पद्मराज जोशीले सचेत रहेको अवस्थामा आफ्नी श्रीमती दमयन्तीलाई बन्चरोले हानी कर्तव्य गरी मारेको ठहर छ भन्ने सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले फैसला सुनायो। साथीहरू, अहिलेसम्म हेर्दा कञ्चनपुर जिल्ला अदालतले पद्मराज जोशीको पक्षमा फैसला गर्यो भने सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले पद्मराजको विपक्षमा फैसला गर्यो। सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी बन्दी पद्मराज जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिए। आफ्नी श्रीमती दमयन्ती देवीलाई सचेत अवस्थामै बन्चरोले हानि कर्तव्य गरी मारेको ठहराई ज्यान सम्बन्धीको 13 को 1 बमोजिम सजाय गर्ने गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिन्छ भनेर सर्वोच्च अदालतको डिभिजन बेन्चले मिति 2040 साल 11 महिना 8 गते फैसला गर्यो। सर्वोच्च अदालतको डिभिजन बेन्चको इन्साफ उपर चित्त नबुझेकाले पद्मराज जोशीले सर्वोच्च अदालतको फुल बेन्चमा पुनरावेदन गरे। सर्वोच्च अदालतको फुल बेन्चले यसरी आफ्नो फैसला सुनायो। सर्वोच्च अदालतको फुल बेन्चले सामान्य व्यक्तिले कुनै अपराध गर्छ भने सो अपराध लुकाउने, छिपाउने र त्यस्तो आरोपबाट आफू बच्न प्रयास गर्छ। तर प्रस्तुत मुद्दामा अभियुक्तले पूर्व योजना नबनाई श्रीमतीलाई मार्ने कुनै मनसाय नराखी एक्कासी पढिरहेको सुखसागरको किताब फाली बन्चरोले प्रहार गरी मारेको देखिन आउँछ। मारिसकेपछि आफू बच्ने प्रयास नगरी झन् स्वास्नीलाई मारे भनी निज अभियुक्तले हल्ला गरेको पनि देखिन्छ। यी सबै कुराहरूबाट डाक्टरको लेखाइ बमोजिम स्किजोफ्रेनिया नामक रोगले कुनै पनि विनाशकारी काम गर्ने मनस्थिति हुने हुँदा सो अवस्थामा पद्मराजले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेको देखिन आउँदा प्रतिवादी पद्मराज जोशीले आफ्नो श्रीमती दमयन्तीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई प्रहरी प्रतिवेदनको दावी अनुसार ज्यान सम्बन्धीको 13-1 बमोजिम सजाय गर्ने गरेको सर्वोच्च अदालतको डिभिजन बेन्चको इन्साफलाई बदर गरेर सर्वोच्च अदालतको फुल बेन्चले प्रतिवादी पद्मराज जोशीलाई कुनै सजाय नहुने भनेर गरेको जिल्ला अदालत कञ्चनपुर जिल्ला अदालतको डिसिजनलाई सदर गरिदियो। यसमा सर्वोच्च अदालतले एउटा इम्पोर्टेन्ट प्रिन्सिपल इस्टाब्लिस गर्यो, जुन हो नो पनिशमेन्ट शैल बी इम्पोज्ड टु द एक्युज्ड हु कमिटेड क्राइम ड्यू टु मेन्टल इम्ब्यालेन्स, अर्थात् मानसिक रोगका कारण, मानसिक असन्तुलनका कारण कुनै पनि व्यक्तिले कुनै अपराध गर्यो भने उसलाई सजाय हुने छैन, किनकि यो एउटा एक्सक्युजेबल डिफेन्स हो, इन्सानिटी हो। र कुनै पनि व्यक्ति इन्सेन छ भने उसको सोच्न सक्ने, उसले महसुस गर्न सक्ने र उसले कुनै पनि कार्यको राम्रो र नराम्रो पक्षलाई केलाउन सक्ने उसमा सामर्थ्य नहुने हुनाले इन्सानिटी एउटा एक्सक्युजेबल डिफेन्स हो भनेर सर्वोच्च अदालतले एउटा प्रिन्सिपल इस्टाब्लिस गर्यो। That was it, guys. Don't forget to like and subscribe my channel and let me know which case do you want next in the comment section below.